यो चाहिँ जलजलाको पाटन बुकी क्षेत्र हो। बुकी फुलहरू बल्ल फुल्न लागिराखेका छन्। रिजिन गम्ना आज चाहिँ पूर्णिमाको दिन थानहरूमा चाहिँ बल्ल पूजा सुरु भइसकेको छ। जलजला जेठासी पूर्णिमा तीर्थालु हिजो छ पूजा सुरु हुन लागिसकेको छ। पारिदेखि नै चाहिँ त्यो चाहिँ सत्यप्राह मौसम अलिक खराब छ, पानी पर्छ जस्तो छ। यो चाहिँ पहिलो ब्राह थान। सुरुमै मेट्न आउँछ है। पूजाको लागि तयारी हुँदैछ। मृत्यु पुरिराखेको जग्गाहरू सारी खिचौँ। सारी साँडा साँडी सारी त होइन होला, साँडा मात्रै होला। सारी तलतिर जाँदो रहेछ। तपाईँ कहाँदेखि आउनुभयो हजुर? म सल्यानदेखि आएको। सल्यानदेखि होइन? कति दिन लाग्यो जलजला आइपुग्न? जलजला चाहिँ एक दिनमै मतलब हिजो आएको 7-8 घन्टाको दुरी। तल थवाङसम्म गाडीमा आउनुभयो? थवाङसम्म गाडीमा आएर त्यहाँदेखि हिँड्दै यात्रा गरियो। जलजला ब्राह देवताले तपाईँको सबै मनोकामनाहरू पुरा गरिदियो। ठुलो साँडा। यो साँडा कहाँदेखि आएको हो यति ठुलो? घरतीगाउँदेखि हो नि? बुवाको घर पनि घरतीगाउँ नै हो होइन? घरतीगाउँदेखि गाडीमा आउनुभयो, त्यसपछि हजुर गाडीमा हिँडेर उकालो हिँडेर आउनुभयो होइन? तपाईँले यही कैलुब्रामा हो पूजा गर्ने भयो? हजुर। ओ ल आमाको बेदा हो? आमा कहाँदेखि आउनुभएको पूजा गर्ने? हामी गङ्गादेव गङ्गादेव गाउँपालिकादेखि। लौ पूजा सुरु हुँदैछ। यो चाहिँ सत्यप्राह थान हो। यहाँ तीर्थालु भक्तजनहरूको घुइँचो उत्तिकै छ। पूजा सुरु भइसकेको छ। नाना पूजा गर्न आउनुभएको? भेडाहरू पछि जाऊ। तपाईँ यता आउनु, यहाँबाट बाहिर जानु। तपाईँ यहाँबाट जानु सिधै। यो चाहिँ सत्यप्राह थान हो। यो चाहिँ पूजा भइसकेको छ। पुजारीहरू पूजामा हुनुहुन्छ। त्यसै कैलुब्राह थानको पूजा भइराखेको छ। हामी अहिले बोजू थानतिर जाँदैछौँ। बोजू ब्राह रानी बोजू, त्यसपछि तल चाहिँ बालपुरसम्म पुग्छौँ हामी। बोजू थान पूजा गरिसकेपछि
होइन के हुँदैछ काम ए यहाँ हाम्रो चाहिँ भेडा पुर्ल्याउने काम बाजी बाजी पूजा न देउरो पूजा काटुको आऊ ना बाजी पहिलो मेरो छ कामै मुनालु बामर बुबु मेरो मेरो के बा फेरि बिजनेस दाजे मरो यो चाहिँ बोजुबराहा थान यहाँ चाहिँ रानी बोजू थान पनि छ बोजुबराहामा भेदीको पूजा हुन्छ भने आकाश येर बुझ्यो समितिला र येर तल जाने पूजा सुरु भइसकेर पनि खाद्य डुबिएको छ Nó cho pan thế bớt sẽ tàu hút ngay vậy hay. À khách cái pa sẽ ngay cái tô bò. Rồi cái tô bò rồi cái. This is good time. Kilo này sao mà bán được? Hả? 3 kilo này. Than. As a line station. यो चाहिँ बोजुबराहा थियो बोजुबराहा नजिकै त्यसै रानी बोजूमा चाहिँ कुखुराको पूजा हुन्छ पूजा हुँदैछ यहाँ दिनु साडनको घर भन्नु भामाथान चाहिँ यतातिर पर्छ भामा वडारमा यो पूर्णिमाको दिन पूजापाठको लागि लाइनमा रहनुभएका केटाहरूले पूजाहरू चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ के छ सुशीला मारुम धन्यवाद Maniku. Galam sir, galam place ang dia. Galam place. Nang ke heroes na pulje. Lada di place ang la. Macam tu station. Ale bicara kau. सर हजुर आरामै हुनुहुन्छ नि है आरामै कता जान लाग्नु हो ए पूजा भरि ख्याम से कता म रिक्दैन रानी बोजुबराहा थान अझै पूजा चलिरहेछ
पूजापाठ सकिसकेको छ। अब चाहिँ तीर्थालु भक्तजनहरू बिस्तारै आफ्नो गन्तव्यतिर लागिराख्नु भएको छ। मौसम बिहान अलि बेखुसी देखिए पनि अहिले चाहिँ घाम लागेको छ, खुसी भएको छ। सत्य प्राठन कहिले प्राठन त हामी पनि सम्भवतः आज झर्छौँ होला। यो जलजला पाटन क्षेत्र हो। माथिदेखि नै कटेजहरू 1 2 3 4 5 6वटा कटेज बनेको छ। पहिलेको भन्दा अलिकति सुविधा छ। जतिखेर आए पनि सामान्यतः खान बस्नलाई खासै समस्या छैन जलजलामा। तमाङ जलजला एल्टिच्युड 160 मिटर म्याक्स जीवन 3 घन्टा। यो 3 घन्टा लेखिए पनि अलिक कमै समय लाग्छ। यो चाहिँ जलजला पाटन क्षेत्र। यहाँ चाहिँ बारबाई प्रहार 22 बहिनी बोजूहरूको आज पूजा गरिन्छ। विशेष गरेर वर्षको 3 चोटि वैशाखी पूर्णिमा, जेठासी पूर्णिमा र श्रावणको देखि पूर्णिमामा पूजा गरिन्छ। यहाँ चाहिँ कैली ब्राहा, सत्य ब्राहा, रानी बोजू, बोजू ब्राहा र यो तरमपानी नजिकै छ मालङ्गेनी बोजू र चाहिँ भामा पुगमा चाहिँ सबै ब्राहाहरू बारबाई प्रहार 22 बहिनी बोजूहरूको आज पूजा गरिन्छ। आज जेठासी पूर्णिमा सबै तीर्थालु भक्तजनहरू पूजापाठ भएर चाहिँ हिँडिसक्नु भएको छ। हामी पनि हिँड्छौँ। र होटल व्यवसायीहरू भोलिसम्म बस्नुहुन्छ। अरू तीर्थालु भक्तजनहरू यहाँ घुम्न आउने मार्गहरू चाहिँ अझै झर्नुहुन्छ लगभग